टप 5 बेस्ट स्मार्टफोन्स अन्डर 40,000 इन नेपाल। गाइज आजको यस भिडियोमा हामी नेपालमा पाइने 40,000 भित्र आउने 5 वटा बेस्ट स्मार्टफोन्सहरुको बारेमा कुरा गर्नेछौं, जसमा 12GB र्याम, 512GB को इन्टरनल स्टोरेज, 80 वाट सम्मको सुपरबुक चार्जर, 1.5K 3D कर्भ प्री ओलेड डिस्प्ले, 5500 mAh सम्मको ब्याट्री, बेस्ट क्यामेरा र बेस्ट परफर्मेन्स भएको फोनहरु पाउन सक्नुहुन्छ। सो आउनुहोस् भिडियो सुरु गरौँ। नम्बर 5 OnePlus Nord CE3 5G। OnePlus Nord CE3 5G अलि पुरानो मोडल हो, तर यो फोनले अझै पनि मार्केटमा टक्कर दिन्छ। जुन फोन सेकेन्ड ह्यान्डमा मसँग पनि 12256 अवेलेबल छ। सो यो फोन नयाँ या सेकेन्ड ह्यान्ड लिन चाहनुहुन्छ भने मलाई इनबक्स गर्न सक्नुहुन्छ। र अब यो फोनको नयाँमा प्राइसको कुरा गर्नु पर्दा हजुरहरुले हामीबाट 12256 रु 37000 मा लिन सक्नुहुन्छ। र अफरको बेला तपाईहरुले हामीबाट जुनसुकै फोन लिँदा डिस्काउन्ट पनि पाउनुहुन्छ। सो जुनसुकै फोन लिन कमेन्टमा दिएको नम्बरमा WhatsApp मेसेज गर्नु होला। र CE3 5G मा हजुरहरुले 6.72 इन्च 120 हर्ट्ज FHD+ एमुलेट डिस्प्ले, Qualcomm Snapdragon 782G 6 नैनोमिटर को प्रोसेसर, 5000 mAh ब्याट्री विथ 80 वाट सम्मको सुपरबुक चार्जर, 50 मेगापिक्सल ब्याक र 16 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुन्छ। यस फोनमा हजुरहरुले 5G कनेक्सन, इन डिस्प्ले फिंगरप्रिन्ट र डुअल स्पिकर सपोर्ट पाउनुहुन्छ। IP54 को वाटर रेसिस्टेन्स भएको यस फोनमा हजुरहरुले हल्का पानी पार्नुहुन्छ भने पनि मोबाइलमा केही समस्या आउने छैन। 950 निट सम्मको पिक ब्राइटनेस भएको यस फोन हजुरहरुले बाहिर घाममा हेर्नुहुन्छ भने पनि स्क्रिन सजिलै देख्न सक्नुहुन्छ। र यस फोनमा हजुरहरुले 7,35,000 को एन्ट्युटी स्कोर पाउनुहुन्छ। नम्बर 4 Nothing Phone 3a Lite। Nothing Phone 3a Lite र CMI Phone Pro हजुरहरुले सेम प्राइसमा सेम परफर्मेन्स पाउन सक्नुहुन्छ। यसमा मात्र डिजाइनको फरक छ। जुन दुवै फोनलाई हजुरहरुले 8GB र्याम र 128GB इन्टरनल स्टोरेजमा 37200 र 8GB र्याम र 256GB इन्टरनल स्टोरेजमा 42500 मा लिन सक्नुहुन्छ। जुन फोनमा हजुरहरुले 6.77 इन्च 120 हर्ज FHD+ एमुलेट डिस्प्ले, MediaTek Dimensity 7300 Pro 4 नैनोमिटरको प्रोसेसर, 5000 mAh ब्याट्री विथ 33 वाटको फास्ट चार्जर, 50 मेगापिक्सल ब्याक र 16 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुन्छ। यस फोनमा हजुरहरुले इन डिस्प्ले फिंगरप्रिन्ट, 5G कनेक्सन र सिंगल स्पिकर सपोर्ट पाउनुहुन्छ। IP54 को वाटर रेसिस्टेन्स भएको यस फोनमा हजुरहरुले 3000 निट सम्मको पिक ब्राइटनेस पाउन सक्नुहुन्छ। र यस फोनमा हजुरहरुले 6,94,000 को एन्ट्युटी स्कोर पाउन सक्नुहुन्छ। नम्बर 3 Motorola Moto G96 5G। Motorola Moto G96 5G लाई हजुरहरुले नेपाली बजारमा 8GB र्याम र 256GB इन्टरनल स्टोरेजमा 40000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.67 इन्च 144 हर्ज FHD+ POLED डिस्प्ले, Qualcomm Snapdragon 7S Gen 2 4 नैनोमिटरको प्रोसेसर, 5500 mAh ब्याट्री विथ 68 वाटको सुपर फास्ट चार्जर, 50 मेगापिक्सलको ब्याक र 32 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुन्छ। यस फोनमा हजुरहरुले 5G कनेक्सन, इन डिस्प्ले फिंगरप्रिन्ट र डुअल स्पिकर सपोर्ट पाउनुहुन्छ। IP68 को वाटर रेसिस्टेन्स भएको यस फोनमा हजुरहरुले 1600 निट सम्मको पिक ब्राइटनेस पाउन सक्नुहुन्छ। र यस फोनमा हजुरहरुले 7,10,000 को एन्ट्युटी स्कोर पाउनुहुन्छ। नम्बर 2 Infinix CT30 5G। Infinix CT30 5G लाई हजुरहरुले 8GB र्याम र 256GB इन्टरनल स्टोरेजमा 37000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.78 इन्च 144 हर्ज 1.5K FHD+ एमुलेट डिस्प्ले, MediaTek Dimensity 7400 4 नैनोमिटरको प्रोसेसर, 5500 mAh ब्याट्री विथ 45 वाट फास्ट चार्जर, 64 मेगापिक्सलको ब्याक र 13 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुन्छ। यस फोनमा हजुरहरुले इन डिस्प्ले फिंगरप्रिन्ट, 5G कनेक्सन र डुअल स्पिकर सपोर्ट पाउनुहुन्छ। IP64 को वाटर रेसिस्टेन्स भएको यस फोनमा 4500 निट सम्मको पिक ब्राइटनेस पाउन सक्नुहुन्छ। र यस फोनमा हजुरहरुले 7,40,000 को एन्ट्युटी स्कोर पाउनुहुन्छ। नम्बर 1 Redmi Note 14 Pro 5G। Redmi Note 14 Pro 5G लाई हजुरहरुले 8GB र्याम र 256GB इन्टरनल स्टोरेजमा 40000 र 12GB र्याम र 512GB इन्टरनल स्टोरेजमा 45000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.67 इन्च 120 हर्ज 1.5K FHD+ कर्भ एमुलेट डिस्प्ले, MediaTek Dimensity 7300 Ultra 4 नैनोमिटरको प्रोसेसर, 5110 mAh ब्याट्री विथ 45 वाट र्यापिड फास्ट चार्जर, 200 मेगापिक्सलको ब्याक र 20 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुन्छ। यस फोनमा हजुरहरुले इन डिस्प्ले फिंगरप्रिन्ट, 5G कनेक्सन र डुअल स्पिकर सपोर्ट पाउनुहुन्छ। IP68 को वाटर रेसिस्टेन्स भएको यस फोनमा हजुरहरुले 3000 निट सम्मको पिक ब्राइटनेस पाउन सक्नुहुन्छ। र यस फोनमा हजुरहरुले 7,28,000 को एन्ट्युटी स्कोर पाउनुहुन्छ। अब अन्तिममा म हजुरहरुलाई यही सजेस्ट गर्न चाहन्छु कि यदि कुनै फोन अलराउन्डर हेर्दै हुनुहुन्छ भने Redmi Note 14 Pro 5G लिनु होला, र गेमिङको लागि लिन चाहनुहुन्छ भने Infinix CT30 5G लिनु होला। र यदि हजुरहरु कुनै फोन अनलाइन पर्चेज गर्न चाहनुहुन्छ भने डिस्क्रिप्सनमा दिएको लिंकबाट डाइरेक्ट बाइ गर्न सक्नुहुन्छ या त कमेन्टमा दिएको नम्बरमा WhatsApp मेसेज गर्न सक्नुहुन्छ भन्दै बिताउन चाहन्छु।